हाम्रो नेपालीलाई मनपर्ने चना चटपटे खाएपछि भुन्छ रातभरि छटपटे आशीर्वाद दिनु नि आशीर्वाद थाप्ने निदा बर्थडे गर्ल चाहिँ उयो उहाँ आयो है सानो खगन भाइ यस्तो चाहिँ हुँदैन ल है ल है आउँदैछ यस्तै छ लु यता चाहिँ बर्थडे गर्ल हुनुहुन्छ नमस्ते ममावाली बर्थडे वाली बर्थडेवाली ममावाली है त म ल अब बर्थडे वालीको म चाहिँ एक्साइटेड छु खानलाई के यहाँ के बनाउँदैछु भनेर देखाइदिनु यो के चाहिँ विङ्स यो चाहिँ विङ्स हो पुरा कालो देखिरहेको छ तर यस्तो छैन है मिठो छ पुरै मेन हाम्रो नेपालीलाई मनपर्ने चना चटपटे खाएपछि भुन्छ रातभरि छटपटे तपाईँले चाहिँ खासमा लुगा बेच्नु भन्दा चाहिँ यस्तो बेच्नु भन्छु क्या म चाहिँ सजेस्ट खै कसले खानुहुन्न धेरै बिरो हुन्छ उता उता हेर्नु यता चाहिँ हाम्रो बहिनी यता एकदमै मजाले सहयोगमा ममावाली नै हो भन्नु न खटिँदै हुनुहुन्छ हामी चाहिँ गफ गर्ने खाने मात्रै हो हावा कुरा न यता चाहिँ के हो यो भटमास हो के हो है मसर गुन्द्रुकको अचार बनाउन आँटेको Oh my यसलाई यहाँ हेर्नु न, यहाँ प्याज रेडी भइसकेको छ अब यहाँ कसरी बनाएर गुन्द्रुक पनि अलरेडी रेडी छ म त मर्छु क्या हो यस्तो मिठो मिठो खाना अनि यहाँ अलरेडी पुलाउको लागि चिकन वाउ कस्तो दामी लुक्स अनि यहाँ चाहिँ मोमो भयो यो मोमो अनि चाहिँ- सेतो यहाँ चाहिँ यता चाहिँ भाडामा छ यता भाइ चाहिँ काममा व्यस्त हुनुहुन्छ काम हामी चाहिँ आज रेडी गर्दैछौँ हामी खाना बर्थडे गर्ल त कोक्रोमा हुनुपर्ने खै एकचोटि आवाज म त बर्थडे गर्नु भर्खर जन्मेको मलाई खै निधारमा तालुमा तेल पनि होइन अनि केक चाहिँ कति बेला काट्ने केक त हाम्रो एकछिनमा यसैलाई नै हो हो र ला हो र ल म केक काटेर बर्थडे विस गर्नु भन त नि अबे होइन नि यता चाहिँ बहिनीहरू बस्नु भएको छ नाम्याङमा र नाम्याङमाको कुम्बा यता छ नाम्याङमा र नाम्याङमाको कुम्बा हेलो कही हेलो भनिदिनुहोस् आज कहाँ आउनुभएको सानो आन्टीको बर्थडेमा होइन सन्ध्या बहिनीलाई बोलाउनु न खै त दाइ कहाँबाट लु यहाँ आशीर्वाद दिनु नि यहाँ आशीर्वाद थाप्ने निदा बर्थडे गर्ल चाहिँ उयो उहाँ आयो है ल है लु त आशीर्वाद जान जान ए ल लु त जान लु समाउनु न यो तपाईँ जिस्काइसक्यो नमस्ते लु लु आशीर्वाद लु लु आशीर्वाद गरेर कार्यक्रम चल्दैछ है नि अम्मै अब अर्कोचोटि त बिरामी भएको भएको गर्छु बिरामी अब अर्कोचोटि अर्को होइन नाता नातिनीको बर्थडे खानु थ्याङ्क यू ल धन्यवाद ल भगवान् ल आशीर्वाद थाप्दा थाप्दा होइन अनि खै त निदा भने होइन त ह्याप्पी बर्थडे टु आन्टी भन्नुहोस् ह्याप्पी बर्थडे लु थ्याङ्क यू थ्याङ्क यू आमामा भगवान् के गर्नुभएको यस्तो अर्कोचोटि चाहिँ अब सानो सानो बर्थडे सानो सान्ताको अरे हो आम्मा हो त मेरो त अनि हामीको यही हो आशीर्वाद दिने अर्कोचोटि आउँदाखेरि चाहिँ दुईजना होइन सानो सान्ता हेर्नु तपाईँ छिटो भन्दा छिटो सानो कुमार हेर्नु मन छ त्यो त पालो आयो किन पिल गरेको थ्याङ्क यू सो मच सबैजनालाई अलि निकालिदिन्छु आउनु लु यहाँ त यहाँ हेर्नु है आमामा सानो खगन भाइ यस्तो चाहिँ हुँदैन अर्कोचोटि आउँदा दुईजना होइन भिडियो भन्दैछ अर्कोचोटि आउँदा गइसक्यो ड्रिङ्क्स जान्छ न नानी मसँग बोलेको हो लैजान भिडियो बनाइदिनु ल कन्जर्भेटिभमा
हामी ल्याइदिन्छौँ। अनि यो चाहिँ के हो अचार गोर्खे अचारहरू हो। गोर्खे अचार हामी नेपालीमा चाहिँ अब के भन्छ हाम्रो मिक्स अचार मिक्स तिल अचार लगाएर अचार लगाउनु अचार लगाएर चमच चाहिँ कहाँ छ दर्पण पर बस्ने ल है ल है आउँदैछ यस्तै छ खानेकुराहरू चाहिँ खासै स्पेसल बनाउनु आउँदैन नेपाली भएको घरमा चाहिँ चटपटे र मोमो चाहिँ स्पेसल हुनै पर्यो होइन अरू जानिँदैन बर्थडे गर्लको कुरा त्यति होइन हजुर कता बस्नु भएको थियो बर्थडे गर्ल भनेर कसरी चिन्नु न टिका छ न के छ अरे होइन हुन्छ हुन्छ भाइले उ गरिहाल्छ नि होइन यता तपाईँ चपल खोल पर्दैन जानुहोस् न उतापट्टि चप्पलभित्र चप्पलसँग आउनु न यहाँ त वाउ रोटी पनि आइपुग्यो यो पनि ठिक छ आफै बनाउनु भएको क्या के उस के हो ल भन त कस्तो छ खानेकुरा वाउ नै छ होला बहिनीले बनाउनु भएको है कसरी रेटिङ गर्दै हुनुहुन्छ हौ खानेकुरा मिठो छैन है अति अति ओ माई गड यहाँ बर्थडे गर्ल पनि खाना आउनु भएको छ मेरो चाहिँ यहाँ छ ल बस्नु त मैले ल म आजदेखि डाइटिङ हो पुरा ल अब आज 2-3 विङ्स आउँछ होला त्यति भए पुग्छ आज तपाईँ 16 वर्ष कि 17 पो साढे पो साढे 17 होला नि आजदेखि त खास गरी 16 हो अब 16 कटेर भोलिदेखि त मौसम त हो नि त आज है भोलि त डेट लागिहाल्छ अनि 16.5 भएन अनि पछि 17 अबको साल खानेकुरा त यस्तो वाउ छ है चटपटे चाहिँ छोरी चाहिँ यहाँ सेल खाँदैछ अब के